हेलो हेलो, यहाँ चाहिँ सबैजना खानु हुँदैछ। यति भइसक्यो है हाम्रो काम चाहिँ साथीहरु। यो चाहिँ साथीहरु यो पुरान दाना चाहिँ हाम्रो रेहानको मम्मीहरुको तपाईले अरे भन्नाले राजकुमारी छोङमाले उता राख्नु। तपाईको नाम चाहिँ के भयो अंकल? मेरो रामप्रसाद यङयाङ हो। मामा के छ? ठीक छ? अनुहारै बडे छिटै छिटो छ। अनि मैले चाहिँ अस्ति नै सहयोगको भिडियोमा एउटा बनाइसकेको थिएँ, तपाईहरुलाई थाहै होला। अनि हाम्रो सहयोग बाहिरबाट पनि बाहिर हुने दाजुभाइ दिदीबहिनीले गरिरहनु भएको छ संस्था। अनि हामीले प्रति सिट प्रति धुरी उठाएको पैसा सहयोग आएको पैसा चाहिँ के गरिरहेछ भन्ने तपाईहरुलाई उत्सुकता होला। त्यही कुरा आज म देखाउन चाहिरहेको छु। अनि हाम्रो यस्तो कपडा हेर्नुहोस् है, यस्तो कपडा त्यसमाथि गोटी अनि गोटी हैन हल ब्लक हो। हैन त हल ब्लक गोटी भन्दा बुझ्नुहुन्छ? गोटी है गोटी। हेलो 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 फ्याफुल्ला सेवा, वेलकम वेलकम ब्याक टु माई च्यानल साथीहरु। म सम्झना घिसिङ नयाँ दिनसँग नयाँ भिडियोको साथमा तपाईहरुमा आइसके। आज हाम्रो डे 3 आरसी रोड ढलानको डे 3। अनि यहाँ ठ्याक्कै हाम्रो यहाँ भर्खर हाम्रो अपरेटर भाइ पनि आउनु हुँदैछ। अनि हाम्रो कैलाश दाजु सचिव र यहाँ अरुण अङ्कल चाहिँ तेल लिनु जानु भएको छ। अनि गाडी बिगेर कता ग्यारेजतिर हुनुहुन्छ अरे। सो एकजना आइसक्नु भएको छ। हामी छौँ अहिले यहाँ। सुरु भयो, स्टार्ट भयो है, सुरु भयो हाम्रो भोलि पनि हुनेछ ढलाइ। त्यस नजिक हुनेर आउनु होला। सुरु भयो, आउनु है सुरु भयो डे 3। भइसक्यो है हाम्रो काम चाहिँ साथीहरु। यो चाहिँ 2 दिन मेबी 2 दिन कि 3 दिन यति चाहिँ हामीले यो चाहिँ 3 दिनको काम है यो साथीहरु। यो 3 दिनको काम। ल अझै टन्नै बाँकी छ। तपाईहरु आउन सक्नुहुन्छ। हाम्रो आज नि हुनेछ ढलाइ, भोलि पनि हुनेछ। भोलि सकेन भने पर्सिको दिन पनि हुनेछ। हजुर लो भिडियो गरिदिन्छु सबैजनाको। बोल्नु हुँदैछ भने मुख दुखाएर। हेलो हेलो, यहाँ चाहिँ सबैजना खानु हुँदैछ। खै हालो गर्नु है सबैजना। फ्याफुल्ला कस्तो छ खाने कुराहरू अरे क्या? जाबान मुला हो कि के मुला हो?
आज चाहिँ हाम्रो घरमा लोसारको प्रोग्राम हुँदैछ। अस्ति जुठो परेर खाना खुवाएको थिएन अनि आज भन्दैछ। सबैजनालाई देखाउँछु। हेलो दाइ, म लान्छु। दिनु न, यहीँ हाल्दिनँ। हेलो नर्जेन। हजुर चोखै हो। म त अझै आउनु बाँकी छ मान्छेहरू। अब एकछिनमा भिडियो गरिदिनु पर्यो। दिउँसोको काम सुरु भयो। तपाईँले अरे भन्नाले राजकुमारी छोङमाले उता राखौँ न। एक साइडमा चिसो छ, चिसो छ। एक साइडमा राखौँ न। एक केस कोक ल। हाम्रो राजकुमारी छोङमाकोबाट अरे लुकाउनु 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 भरे खाने बेलामा नआउनु अरे क्या टाप। मरे रिङबाट चल्यो। यो पुरानो दाना चाहिँ हाम्रो रेहानको मम्मीहरूकोबाट हो। अनि यो चिसो चाहिँ हाम्रो कोर्सकै चलेको है। स्प्राइट नखाने आन्टी? टाइम खाजा टाइम। रात पऱ्यो है साथीहरू। हाम्रो चाहिँ आइयो घरमा धन्दा धुन गरिँदैछ। लाइन साइन छैन यहाँमा। ट्रान्समिटर कता लाइन त्यसको तार चुट्टिरहेछ अरे। अनि ए ल ल आज चाहिँ झन्डै गाह्रै छ। उयो चाहिँ मैले दिइसकेको घाँस पानी सुँगुर कराई गरेर एकछिन भिजोस् भनेको त कराएकै गऱ्यो। ओइ कराइस झ्याठ्यो। नयाँ वर्षमा काट्दिउँ भनेको मेरो सुँगुर। यो पानी पुऱ्याइन रहेछ। यसो हेर्दै गर्नु होला। यस्तै छ। सन्चो लाग्दैन हौ के गर्नु। कम्मर दुखेर, पाता दुखेर, ढाड दुखेर खाँदैछ। अँध्यारो हेर्न लाइन नभएर आफ्टर आज अँध्यारो छ हौ। यसो हेर्दै गर्नु होला। खाना बनाउनु त बाँकी नै छ। बनाइहाल्छ नि, पाएको छैन। म चाहिँ अब भाइ कम्मर दुखेर मेरो फुलहरू नै यस्तो भइरहेछ। के गर्ने हो यो सबै एकचोटि गरम भनेको भ्याएकै छैन। फुलहरू यस्तो छ। आज भिडियो लगाइदिउँ भनेको लाइनै छैन। भोलि शुक्रबार। भोलि दिउँसोबाट बिहान हुँदैन। दिउँसो 11 बजीबाट हो। यो लगेर यो उयो गर्नुपर्ने।
साग लु सब्जी पाक्यो आगोमा सब्जी पाक्यो पछाडि गेम खेल्नेको हो त्यहाँ अब धनियाँ लाउने अनि थुक्पासँग खाने लाइन कतिखेर आउँछ साथीहरू कति 7 बजिसक्यो 7:30 हुन लागिसक्यो लाइन छैन खासमा गुड मर्निङ साथीहरू के भन्नु आज त म 8 बजी उठेँ है अनि म हिजो यो भिडियो हाल्नु भनेको हाम्रो चाहिँ यहाँ माथि ट्रान्समिटरमा लाइन चुट्टिएछ तार झरेछ त्यही भएर लाइन हिजो 8 बजी मात्रै राति आयो त्यही भएर मैले भिडियो लाइनँ आज पनि फेरि यहीँ कन्टिन्यू गरिदिएँ र मेरो भिडियो पनि छोटो हिजो मैले त्यति गरिनँ कामै नै बेसी गर्यो त्यही भएर पनि छोटो थियो त्यही भएर मैले पनि कन्टिन्यू गर्दै सो हेर्दै गर्नु होला आज के गरिन्छ कसो गरिन्छ आज बिहान चाहिँ हाम्रो ढलाइको काम छैन दिउँसो 11 बजीबाट छ सो हेर्दै गर्नु होला यसो जाँदैछु म धन्दा गर्दैछु है भर्खर उठेर आज लुगा सुगा धुम धन्दा गरौँ भनेको घरको काम यस्तै छ मुमाको पेटीकोटै छैन रे मेरो दिम भनेर लगेको हेर्न घाम कस्तो अल्छी लाग्दो घाम हौ ए मुमा लुगा पेटीकोट छैन भनेको होइन नि काम सुरु भयो है डेपो साथीहरू डेपो कस्तो डराएर होइन भयो मान्छेहरू बस्नेहरू काम गर्ने गरिरहेको यता हाम्रो काम साथीहरू ब्रेक टाइम तपाईँको नाम चाहिँ के भयो अङ्कल मेरो रामप्रसाद योङयाङ रामप्रसाद योङयाङ यो चाहिँ बाहिरबाट आएको सहयोग अङ्कल यो होइन यो मेरो आफ्नै तपाईँले व्यक्तिगत तपाईँले दिनुभएको छोराले मेरो आफ्नै यो तपाईँको छोराले दिनुभएको कुन ठाउँ पो छ अहिले दाजु कोरियाबाट कोरिया नाम के पो दाजुको त हजुर उसको कुलप्रसाद योङयाङ धन्यवाद अङ्कल 10,000 है हस् धन्यवाद त्यो अस्तिको 3,000 हजुर यो चाहिँ सहयोग अस्तिको चाहिँ नगदी हजुर हस् हुन्छ यो सहयोगकोमा काट्नु ल यो सहयोग हो 10,000 राख्नु त्यो के अरे उसको छोराकोबाट ल यो सहयोग चाहिँ यो मैले मगाएको तर छोराले गर्नुभएको भन्नुभयो के पो दाजुको कुलप्रसाद योङहाङ यिनीहरू लेख्नु भयो कुल होइन कुलप्रसाद योङहाङ बाट आएको छ 10,000 रुपैयाँ सहयोग आज मिति 2081 साल 11 महिना 23 गते है 23 गते कुलप्रसाद योङहाङ धरान 5 10,000 उहाँ हाम्रो अङ्कलको छोराले गर्नुभएको पानी त त्यही ट्याङ्कीमा छ नि हाल त कहाँ पो भन्नुभयो कोरिया होइन कोरिया हाल कोरियाबाट गर्नुभएको सहयोग मेरो
98 41 अनि माथि गएर हेर्नु अनि म यहाँ पानी हेरेर तपाईँलाई दुर्गा भाइलाई फोन गरेको बाबा चौकी भने कि ताला चाबी लगाइरहेछ भने क्या बाबा अहिले भन्न भने 41 साइन गर्नु लाउनु उहाँलाई नि ल अङ्कलले 354 साइन गर्नु छ यहाँ मुहनमा पानी बिग्रियो अरे त्यसले गर्दा कोही साइन गयो ल सबमा मैले अनि यो फोटो खिचिराख्नु ठीक है आमिङ सामा भी हेर्ला बे आफै भाइले साइन गर्नु किनिने सापना पैसा त्यही राख्नु यो रसिद चाहिँ उहाँले यो रसिद अङ्कल अझै हाम्रो यति छ काम गर्नुपर्ने साथीहरू ल नजिकमा त दुई लाइन ल्याएर अहिले आउने कोही अब अरूसँग अनि कैलाश भाइले गर्दा मसँग गएर त अब कसको बुढी यतिकै लाने भए यतिकै जान्छु दिपकको म त वास्दै गरिन है अनि गुन्यु चोलो र छेवार छ त छैन मलाई आएको दाजु मलाई थाहै थिएन ए म त कार अनि आजै म त हेरिन त भोलि गर्छु मामा के छ ठिक छ अब पुग्दिन अनुहारै बढी छिटै छिटो छ अनुहारै बढी छिटै छिटा छ अनि काम गर्ने यसै त म जादिन हौ दाजु आदरणीय सम्मानीय दाइ म जादिन तपाईँ मेरो अवस्था बुझ्दिनु होला अवस्था बुझ्दिनु अरे भाइको नआउने रे मामा किन हौ माल सामान धरेर आयो भने बलि गर्ने हो नभए हजुर अब त्यो हेर्दै जानुपर्छ 2 महिनामा थाक्नु भयो क्या मामा अनि नआउने भोलि 2 महिनामा थाक्नु भयो 2 महिना श्रमदान गरेर के 2 महिनामा श्रमदान गरेर थाक्नु भएर भोलि नआउने सकेन भने नआउने है है भने सक्नै पर्छ भोलि बिहान 7 बजेसम्म माल चाहिँ भोलिलाई चोरले बिहानै सक्छ बिहान त सक्दैन हौ दिउँसो त को नि दिउँसो चाहिँ जोड गरेर हुने सक्छ होला खोइ म त आयो आएन थाहै छैन हौ म घरमा नि थिइनँ होला सायद भोलि स्कुलहरूको छ अरे सक्छ पनि होला हो सही हो भिडियो गर्नु पर्यो भनेको तपाईँलाई केही भन्नु छ भने भनिहाल्नु ल छैन अहिले मेरो मोर नै त्यस्तो चलिरहेको छैन आज मेरो घरमा भजन छ घरको आमा यस्तो हाम्रो अध्यक्षज्यू अनि माथि हाम्रो कैलाश दाजु सचिव मैले अघि पनि भनिहालेँ अनि अङ्कल ल यहाँ आउनुहोस् तपाईँ हेलो 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 फ्याफुल्ला सेवा सम्पूर्णमा म सम्झना घिसिङ अनि मैले चाहिँ अस्ति नै सहयोगको भिडियोमा एउटा बनाइसकेको थिएँ तपाईँहरूलाई थाहै होला अनि हाम्रो सहयोग बाहिरबाट पनि बाहिर हुने दाजुभाइ दिदीबहिनीहरूले गरिरहनु भएको छ संस्था अनि हामीले प्रति सिट प्रति धुरी उठाएको पैसा सहयोग आएको पैसा चाहिँ के गरिरहेछ भने तपाईँहरूलाई उत्सुकता होला त्यही कुरा आज म देखाउन चाहिरहेको छु अनि हाम्रो चाहिँ काम यति भएको छ देखाइदिनुहोस् त माइजू यति काम भइसकेको छ अनि
जति छ यो यो यहाँदेखि यता चाहिँ हाम्रो नगर कोषबाट आएको बजेटले भएको हो काम। र जति पनि यो आलो छ, आलो देखाइदिनु भाइ, आलो छ यो नयाँ चाहिँ नयाँदेखि सट्टै यसरी 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 यो चाहिँ हाम्रो सङ्घ संस्था बाहिर रहनुहुने लगायत हामीले हाम्रो प्रति सिट प्रति दूरी उठाएको पैसाले बनाएको हो। यो चाहिँ सहयोगबाट यति छ। र अझै हाम्रो है त अझै हाम्रो यति अझै हाम्रो यो यति काम रहेको छ। र यो जुन छ यो चाहिँ हाम्रो 5 लाखबाट बनिएको हो। यति चाहिँ अङ्कल यहाँ पानी लगाइरहनु भएको छ। अनि यति यो जुन यो आलो छ यो चाहिँ हामीले सहयोग उठाएर यहाँदेखि सट्टै यति चाहिँ हामीले सहयोग उठाएर बनाउँदै गरेको हो। तपाईँहरूलाई पनि यो कुरा अब कति उत्सुकता भइरहेको थियो होला। हामीले सहयोग उठाइसकेपछि हामीले देखाउनु हाम्रो कर्तव्य हो। र मैले तपाईँहरूलाई आज देखाएको छु। यो कुरा चाहिँ मलाई वडा अध्यक्षले 4-5 दिन अगाडि नै यसरी नै बनाउनु, फिल्मै बनाउनु, देखाउनु भन्नुभएको थियो। अनि सुझावको लागि हाम्रो धरान उपमहानगरपालिका वार्ड नम्बर 5 को वडा अध्यक्ष श्री मानप्रसाद लिम्बुज्यूलाई धेरै धेरै धन्यवाद भन्दै हाम्रो काम यसरी भइरहेछ। भोलि पनि हुनेछ। प्लिज आइदिनु होला, साथ सपोर्ट गरिदिनु होला। र तपाईँहरूको साथ सहयोगको धेरै अझै पनि आगामी दिनमा पनि अपेक्षा गरेको छौँ। र अहिलेसम्म साथ सहयोग सपोर्ट गरिदिनु भएको तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै कत्रो आवाजहरू सुने कि ठिकै आउँछ, त्यस्तो उयो आउँदैन। माइकमा भर पर्छ माइक कस्तो छ भनेर। माइक चाहिँ अब त्यो पोलिटिक्स भन्दा चियर आउँछ। एकछिनमा बोला माइकको लगाइदिएको छ बोलिरहेको गइसकेको। अनि हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो आरसीसी ढलान यतिको बाक्लो छ। यो मुनि के परे हाम्रो यो योले के परे दोजरले सम्माएर उयो छ नि त के परे मिस्किटी 6 इन्च होइन, मिस्किटी 6 इन्च लाएर रोलरले पेलेर फेरि 6 इन्चको सोलिङ गरेर त्यसपछि फेरि यो 4 इन्चको पिसिसी ढलाइ, त्यसमाथि रड, अनि त्यसपछि गोटी होइन, गोटी अनि यस्तो कपडा हेर्नुहोस् है, यस्तो कपडा त्यसमाथि गोटी अनि त हल ब्लक गोटी भन्दा बुझ्नुहुन्छ गोटी है गोटी त्यसपछि अनि त्यहाँबाट 8 इन्चको यो ढलाइ। अब चाहिँ फाइनली यहाँ यो जति देख्नु भएको छ नि यति चाहिँ यो आरसी ढलान फाइनली भयो साथीहरू। यहाँदेखि उफे टन्नै छ है अझै। अनि यहाँ मुनि त्यति पसेको छ। अनि अहिले चाहिँ यो चाहिँ ठ्याक्कै फाइनली भयो साथीहरू। अनि हामी आपटारवासीको लागि आउनु भइजाउँ। पछाडि देख्नु हुँदैछ नि मान्छे, उहाँ चाहिँ अध्यक्षज्यू हुनुहुन्छ, डोको बोकिराख्नु भएको छ। अध्यक्ष त कुर्सीमा घुम्दैन हो, कोष अध्यक्ष चाहिँ क्यामेरा बोकिरहेछ, सचिव र सदस्य तल हुनुहुन्छ, यहाँ कोष अध्यक्ष चाहिँ अध्यक्षज्यू चाहिँ डोको बोक्नु भएको छ। अनि हामी आफ्टरको लागि चाहिँ एकदमै खुसीको खबर के छ भनेदेखि हामीलाई यति हामी समितिले यति तनाव थियो, कहाँ जाने के गर्ने कसरी चाहिँ पैसा ल्याउने, कहाँ एकदमै यति धेरै भार यति तनाव थियो, यति पहाडले थिचेछ साथीहरू, त्यस्तो थियो। तर त्यो चाहिँ अहिले भार हामीबाट हटिसकेको छ। किन कसरी भन्नुहुन्छ भने हाम्रो अस्तिको दिन मेयर साहब यहाँ अनुगमनमा आउने क्रममा चाहिँ उहाँले प्राविधिकसँग चाहिँ ल यहाँ माथिसम्मको इस्टामेट रड सिमेन्ट कति लाग्छ निकाल्देऊ भनेपछि चाहिँ हामीलाई त्यो पहाड चाहिँ हाम्रो शिरबाट हटेको छ। हामी एकदम अहिले चाहिँ हामी अलिक ढुक्क भएको छौँ। र साथीहरू अब चाहिँ हामी चाहिँ त्यही भएर एकदमै खुसी छौँ। यस्तो भइसकेको छ, यति रात परिसकेको छ, यस्तो राति पनि खट्नु परिरहेछ यहाँ। अनि सम्झनाले भिडियो किन नगरेको भन्नुहुन्छ ल, म सिधै डाइरेक्टै भन्छु। काम गर्दा भिडियो गर्नु मेन कुरा दिँदैन यहाँ, सिधै कुरा। किनभने काम गर्नु आइज भिडियो किन गरोस् भन्ने टाइपको मान्छेहरू धेरै नै हुनुहुन्छ। यो केही होइन, यस्तै हो। तर यो सकेको दिन चाहिँ फनाना नाच्ने होइन भाइजू, फनाना घुमेर नाच्ने। अब घरमा चाहिँ कति नाचिरहेछ कुखुरा बाख्राहरू छैन, बन्द गरिदिउँ पानी भरे बिर्सिन्छ क्या। अब हेर्दै गर्नु होला। भोलि चाहिँ हाम्रो स्कुलबाट पनि आउँदैछ अरे होइन भाइजू श्रमदान। सो फेरि नयाँ दिनसँग नयाँ भिडियोको साथमा म तपाईँहरूसँग आउने छु। अब घरमा गएपछि धन्दा गर्दा के गर् म भिडियो गर्नु पनि भ्याउँदिनँ। सो अहिलेसम्म हेरेर साथ दिनु म तपाईँहरूसँग थ्याङ्क यू सो मच भन्दै नयाँ दिनसँग नयाँ भिडियो साथमा म तपाईँहरूसँग जोडिन्छु। बाई बाई गाइज, थ्याङ्क्स फर वाचिङ। ल